हामीले यो आर्मी लाइनको जङ्गलको बाटो आयो पुरै पातै पात र ठुलै ठुलो छ बाबु अगाडि जा तपाईँ ठुलो भान्जा यो ठुलो भान्जा हो धुम चाले धुम यसरी गइरहेछ हामी दाउरा आज चाहिँ खुब जति पनि छ ए बाबु यहाँ नाइ चाहिँ ठोकिन्छ धन्नै धन्नै कुकुरलाई हानेन साइकल यस्तरी हामी तिनजना भएर जाँदैछौँ बाटोभन्दा छरे दाउराहरू झरेर पुरै रुख भाँचिएर अगाडि कसरी जाने हामी गाह्रो छ यस्तो छ हालत अगाडि ठुलो रुख ढलेर रहेछ एकै ठाउँ लौ मार्यो कसरी जाने हो केटा बोकेर यस्तो छ हालत यत्रो ठुलो रुख ढलेछ यहाँ जङ्गलको बिचमा बाटोमा अब कसरी जाने भन्ने कुरो भइरहेछ कि यहाँ पनि झ्याङ गएर रहेछ के त उता पल्टिनु ल अब यस्तो छ यस्तरी रुख पल्टे रहेछ यस्तरी ठुलो रुख पुरै यो त तारै पुरै भाँचिने गरी छ पल्टाएर चाहिँ मेरो भान्जाले लान थालेछ उचालेर सक्छ यो त बलियो छ हिजो पनि त्यो त दाउरा ल्याएको थियो ए हो स्याबास हो यसरी त उता जा त छोडिदिनुहोस् पल्टा हो मेरो भान्जाले बरु फाइनली लग्यो अर्को लिन बाबु हो ल सबै लिन है यत्रो ठुलो रुख छ जा त यत्रो ठुलो रुख ढलेर चाहिँ हेर्नुहोस् त यत्रो उतैसम्म जरै गइरहेछ यहाँ फेरि अर्को मेरो भान्जाले साइकल निकाल्दैछ पाइट जाऊ यस्तरी रुख ढलेर ठुलो रुख हेर्नु त यस्तरी आर्मी लाइन छेउमै हामी यताबाट यस्तरी रुख ढलेको यस्तो रुख ढलेको आमा बङ नै गएछ यार जरा यो आर्मी लाइन हो बिचरा आर्मी लाइनबाट छिरेर यस्तरी बङ नै पल्टेछ यहाँ धुप पनि रहेछ धुप धुप टिप्दैछु म धुप स्वाद हो पूजा गर्ने ए यहाँ चाहिँ कत्रो ठुलो आयो ए धुप ए धुप पूजा गर्ने धुप हो क्या हातमा एक ल यहीँ पछाडि सक अझै यता पनि छ
उता पछाडि पनि रहेछ यार चलो तिब्रै जाने तु खोल्छु रे एउटा आफै खोज्छ